राधे राधे। हेर्नुहोस् है, जीवनमा नि कोही रोक्ने टोक्ने छन् भने उहाँसँग रिसाउनु हुँदैन, उहाँलाई धन्यवाद दिनुपर्छ। किनभने एउटा फुल बगैँचामा पनि हेर्ने माली छैनन् भने त्यो सबै फुल सुकेर जान्छ। हौ त्यस्तै जीवनमा पनि कोही रोक्ने टोक्ने छैनन् भने नि जीवन पनि बिग्रेर जान्छन्। र एक दिन एउटा शिष्यले गौतम बुद्धलाई सोध्नु भएको थियो, गुरुदेव यो पाप र पुण्य भनेको के हो? त्यति बेला गौतम बुद्धले मिठो उत्तर दिनुभयो। उहाँले भन्नुभयो, तपाईको कर्मले हैन र तिम्रो लागि कसैको आँखामा आँसु आउँछ, मनमा दुःख पाउँछन् नि, त्यही सबैभन्दा ठुलो पाप हो। र तिम्रो लागि तिम्रो कर्मले गर्दाखेरि कोही खुसी हुन्छन्, ओठमा मुस्कान आउँछन्, त्यही सबैभन्दा ठुलो पुण्य हो। त्यही भएर हामीले जीवनमा पनि एउटा न एउटा शौक पाल्नुपर्छ। हालत जस्तै पनि होस्, ओठमा मुस्कान चाहिँ हुनुपर्छ। आफू पनि खुसी हाँसेर दिन बिताउनुपर्छ र अरूको ओठमा पनि मुस्कान बाँड्दै जानुपर्छ। यही हो जीवनको पुण्य कर्म।